नमस्ते। आजको यस विशेष सामग्रीमा हामी नेपालका 7 प्रदेशको भूगोल, जनसङ्ख्या र परीक्षामा बारम्बार सोधिने महत्त्वपूर्ण तथ्यहरूको चिरफार गर्दैछौँ। यो प्रस्तुति तपाईँका लागि एउटा यस्तो मास्टर गाइड बन्नेछ जसले लोकसेवादेखि अन्य प्रतिस्पर्धात्मक परीक्षाका डाटाहरूलाई पानी जस्तै छर्लङ्ग पार्नेछ। ल अब ढिला नगरी सुरु गरौँ है त। सुरुवात एउटा रमाइलो प्रश्नबाट गरौँ। के अनुमान गर्न सक्नुहुन्छ आधिकारिक रूपमा सबैभन्दा अन्त्यमा कुन प्रदेशको नामकरण भयो? पक्कै पनि धेरैले मिलाइसक्नुभयो होला। यसको सही उत्तर हो कोशी प्रदेश। 2079 साल फागुन 17 गते मात्र यसको न्वारण भएको हो, जबकि कर्णाली प्रदेशको नामकरण सबैभन्दा पहिले नै भइसकेको थियो। अचम्म छ नि, होइन त? यसले नेपालको संघीयता कार्यान्वयनको ऐतिहासिक समयरेखालाई प्रष्ट पार्छ। अब आज हामी के हेर्दैछौँ त? यहाँ हामी सुरुमा आधारभूत तथ्यहरू बुझ्नेछौँ, अनि पूर्वको कोशी हुँदै मधेस, बागमती, गण्डकी अनि पश्चिमका प्रदेशहरूको भौगोलिक यात्रा गर्नेछौँ। अन्त्यमा एउटा समग्र तुलना र सानो परीक्षा पनि लिनेछौँ है। ल सबैभन्दा पहिले आधारभूत कुराहरूबाटै थानौँ। ऐतिहासिक रूपमा हेर्दा 2074 फागुन 12 गते वीरेन्द्रनगरलाई राजधानी तोकेर कर्णाली प्रदेशको नामकरण सबैभन्दा पहिले भयो, अनि ठ्याक्कै 5 वर्षपछि 2079 फागुन 17 मा विराटनगर राजधानीसहित कोशी प्रदेशले सबैभन्दा अन्त्यमा आफ्नो नाम पायो। सार्वजनिक सेवाका परीक्षाहरूमा यो मिति त अनिवार्य जस्तै सोधिन्छ, त्यसैले यसलाई दिमागमा सेट गरिहाल्नुहोस्। अब लागौँ खण्ड 1 तर्फ, जहाँ हामी कोशी र मधेस प्रदेशको कुरा गर्नेछौँ। पूर्वबाट हाम्रो अध्ययन सुरु गर्दा कोशी प्रदेश भनेको उचाइको चरम सीमाको उत्कृष्ट उदाहरण हो। एकातिर विश्वकै सर्वोच्च शिखर सगरमाथा यसै प्रदेशमा ठिङ्ग उभिएको छ भने अर्कोतिर समुद्री सतहबाट जम्मा 58 मिटर उचाइमा रहेको नेपालकै होचो भूभाग खिच्ना कवल पनि यही छ। कति धेरै भिन्नता होइन त? अनि कृषिको कुरा गर्दा यो प्रदेश झापाको धान र इलामको चिया तथा अलैँची उत्पादनमा देशकै अग्रणी मानिन्छ। साथै परीक्षामा प्राय सोधिने कोशी र मेची जस्ता प्रमुख नदीहरू अनि सभापोखरी जस्ता तालहरू पनि यसै भौगोलिक विविधताभित्र पर्छन्। अब कोशीको जनसाङ्ख्यिकी र पर्यटकीय पाटो हेरौँ। यसको सांस्कृतिक मुटुमा उल्लेख्य किरात जनसङ्ख्या रहेको छ। तथ्याङ्कले यहाँ राई र लिम्बू जातिको एकदमै बलियो उपस्थिति देखाउँछ। साथै लिम्बू र बान्थुवा जस्ता भाषाहरूको बाहुल्यता पाइन्छ। धार्मिक पर्यटनको कुरा गर्नुपर्दा त पाथिभरा माता र हलेसी महादेव जस्ता प्रमुख तीर्थस्थलहरूले यस क्षेत्रलाई झनै विशेष बनाएका छन्। अब कोशीलाई मधेस प्रदेशसँग तुलना गरी हेरौँ। क्षेत्रफलको हिसाबले यो सबैभन्दा सानो प्रदेश हो। कुल क्षेत्रफल जम्मा 9661 वर्ग किलोमिटर मात्रै छ, तर यहाँ जनघनत्व भने सबैभन्दा उच्च छ नि। अर्को रोचक कुरा, यसको अन्तर्राष्ट्रिय सिमाना भारतसँग मात्र जोडिएको छ, चीनसँग छुँदैन। बागमती र कमला जस्ता नदीहरूले सिञ्चित गरेको यो समथर भूभागमा धान, गहुँ र उखुको गजबको उत्पादन हुन्छ। मैथिली र भोजपुरी भाषा बढी बोलिने यस प्रदेशको अमूल्य गहना भनेको चाहिँ प्रसिद्ध जानकी मन्दिर हो। यहाँ एकछिन रोकियौँ र भर्खरै सिकेको महत्त्वपूर्ण कुरालाई रिभाइज गरौँ। प्रति वर्ग किलोमिटर 633 जना मानिस बसोबास गर्ने सबैभन्दा उच्च जनघनत्व भएको प्रदेश कुन हो त? हो, एकदम सही, त्यो मधेस प्रदेश हो। यो तथ्याङ्क त परीक्षामा आउँछ भन्दा पनि हुन्छ। अब लागौँ खण्ड 2 तर्फ, जहाँ हामी बागमती र गण्डकी प्रदेशको बारेमा चर्चा गर्नेछौँ। परीक्षाको तथ्याङ्क हेर्ने हो भने बागमती प्रदेश सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश हो। यहाँ 61 लाखभन्दा बढी मानिसको बसोबास छ। यहाँ तामाङ र नेवार जातिको बलियो उपस्थिति छ र देशको सङ्घीय राजधानी काठमाडौँ पनि यसैभित्र पर्छ। उचाइको कुरा गर्दा 141 मिटरको गोलाघाटदेखि 7245 मिटरको लाङटाङ हिमालसम्म फैलिएको छ यो प्रदेश। त्रिशुली र बागमती जस्ता नदीहरू यहीँ बग्छन् भने पवित्र गोसाईकुण्ड पनि यहीँ अवस्थित छ। अब कुरा गरौँ गण्डकी प्रदेशको, जसको सुन्दर राजधानी पोखरा हो। यो त एउटा प्रमुख पर्यटकीय हब नै हो। यो प्रदेश 8167 मिटर अग्लो धौलागिरी जस्ता हिमश्रृङ्खलाहरू र गुरुङ तथा मगर समुदायको धनी सांस्कृतिक सम्पदाले सजिएको छ। परीक्षाको दृष्टिकोणले सम्झनै पर्ने कुरा भनेको यहाँ रहेका फेवा र बेगनास तालहरू अनि मर्स्याङ्दी र कालीगण्डकी जस्ता प्रमुख नदीहरू हुन्। साथै 93 मिटरको त्रिवेणी सुस्ता पनि यही पर्छ। स्मरण शक्तिको सानो परीक्षण गरिहालौँ है त। केन्द्रीय क्षेत्रभित्र पर्ने 1441 मिटरको सबैभन्दा होचो बिन्दु गोलाघाट कुन प्रदेशमा अवस्थित छ? सही उत्तर हो बागमती प्रदेश। यसले केन्द्रीय क्षेत्रभित्रै पनि कति धेरै उचाइको भिन्नता छ भन्ने कुरा प्रष्ट पार्छ।
ल अब खण्ड 3 तर्फ लागौं, जहाँ हामी पश्चिमका 3 प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको यात्रा गर्नेछौं। यो खण्ड परीक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण छ है। लुम्बिनी प्रदेशको हकमा शान्तिका अघदूत गौतम बुद्धको जन्मस्थल र एसियाकै सबैभन्दा ठूलो दाङ उपत्यकालाई सधैँ सम्झनुहोला। यहाँ थारू र अवधी भाषाको बाहुल्यता छ भने राप्ती र बबई जस्ता नदीहरूले यहाँको कृषिलाई हराभरा बनाएका छन्। यता सुदूरपश्चिम प्रदेशलाई भने 7132 मिटर अग्लो अपी हिमाल, गोदावरीको राजधानी अनि खप्तड र शुक्लाफाँटा जस्ता अतुलनीय प्राकृतिक सम्पदाले चिनाउँछ। डोटेली र थारू भाषा बोलिने यस प्रदेशमा महाकाली र सेती नदीहरूको ठूलो महत्त्व छ। कर्णाली प्रदेश त प्रश्नकर्ताहरूको निकै फेभरेट विषय हो, किनभने यो क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर जनसङ्ख्याका हिसाबले सबैभन्दा सानो प्रदेश हो। अर्को अचम्मको तथ्य के हो भने यो प्रदेश दक्षिणमा भारतसँग जोडिएको छैन, यसले चीनलाई मात्र छुन्छ। भौगोलिक विकटता भए पनि नेपालकै सबैभन्दा ठूलो राराताल, अत्यन्तै सुन्दर फोक्सुन्डो ताल र प्रमुख कर्णाली नदी यसै प्रदेशका अमूल्य सम्पत्ति हुन्, जुन परीक्षामा बारम्बार सोधिने गरिन्छ। परीक्षाको बेला कुन प्रदेशको कुन जिल्ला ठूलो कुन सानो भनेर अक्सर झुक्क्याउँछ नि, यसलाई सजिलै याद गर्न एउटा रमाइलो सूत्र सम्झौं, तातो समोसा। हेर्नुस् त कति मज्जाको छ। तातोले कोशीको ठूलो ताप्लेजुङ र सानो तेह्रथुम बुझाउँछ। त्यस्तै समोसाले मध्य प्रदेशको ठूलो सप्तरी र सानो महोत्तरीलाई जनाउँछ। यो ट्र्याकले तपाईलाई धेरै मद्दत गर्नेछ। अब खण्ड 4 मा हामी प्रदेशहरूको समग्र तुलना गर्नेछौं। यो मुख्य तालिका तपाईको लागि एउटा चिट सिट जस्तै हो। यसले क्षेत्रफल, जनसङ्ख्या र स्थानीय तहको सङ्ख्याका आधारमा ठूला र साना प्रदेशहरूलाई स्पष्ट रूपमा तुलना गर्छ। क्षेत्रफलमा सबैभन्दा ठूलो कर्णाली र सानो मधेस हो, तर स्थानीय तहको कुरा गर्दा नि सबैभन्दा धेरै कोशीमा 137 वटा छन् र सबैभन्दा कम कर्णालीमा जम्मा 79 वटा छन्। क्षेत्रफलको आधारमा सानोदेखि ठूलो प्रदेशको क्रमलाई सधैँको लागि याद गर्न यो अचूक सूत्र प्रयोग गर्नुहोस्। सानो मधेस हो भन्ने त छुट्टै याद भइसक्यो। त्यसपछि सबै गाली 81 सूत्र लगाउनुहोस्। सबाट सुदूरपश्चिम, बैबाट बागमती, गाबाट गण्डकी, लीबाट लुम्बिनी, एकबाट 1 नम्बर अर्थात् कोशी र काबाट कर्णाली। कति सजिलो। अब अन्त्यमा खण्ड 5 तर्फ लागौं, जहाँ हामी सानो परीक्षा तयारी क्विज गर्नेछौं। कर्णालीको अद्वितीय भौगोलिक अवस्था कत्तिको याद भयो, ल विचार गरौँ त। पहिलो प्रश्न, कुन प्रदेश भारतलाई नछोई चीनसँग मात्र जोडिएको छ? हो, यसको सही उत्तर कर्णाली प्रदेश हो। भूगोलको यो बारम्बार सोधिने अर्को प्रश्नमा ध्यान दिनुहोस्। दोस्रो प्रश्न, एसियाकै सबैभन्दा ठूलो दाङ उपत्यका कुन प्रदेशमा अवस्थित छ? पक्कै पनि यसको सीधा सम्बन्ध लुम्बिनी प्रदेशसँग रहेको छ। अन्तमा हाम्रो देशको भौगोलिक विशालतालाई चित्रण गर्ने एउटा रोचक तथ्यमा विचार गरौँ। सडक मार्गबाट काठमाडौँदेखि सबैभन्दा टाढा रहेको प्रादेशिक राजधानी सुदूरपश्चिमको धनगढी हो, जुन करिब 664 किलोमिटर टाढा छ। यति विशाल भौगोलिक र सांस्कृतिक विविधता बोकेका यी 7 प्रदेशहरूका आआफ्नै सबल पक्षहरू छन्। अब सोच्नुहोस् त, यदि यी सबै प्रदेशले आफ्नो भौगोलिक विशिष्टतालाई पूर्ण रूपमा प्रयोग गर्ने हो भने नेपालको समग्र विकासको नक्सा कस्तो होला?